नमस्कार, अपन न्यूजमा स्वागत छ। सुरु गरौँ प्रकाशमान सिंहको प्रसङ्गबाट। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिका अर्का उम्मेद्वार विमलेन्द्र निधिसँग मिल्न तयार रहेको, यद्यपि जित्नका लागि सम्झौता हुनुपर्ने जोड दिएका छन्। महोत्तरीमा आयोजना हुने एक कार्यक्रममा सहभागिता जनाउन जाने क्रममा जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुराकानीका क्रममा कांग्रेस कहिलेसम्म एकै समुदायको नेतृत्वमा चल्ने प्रश्न गर्दै परिवर्तन पक्षका लागि आफू प्रबल दावेदार भएको बुझ्नुपर्ने बताए। महाधिवेशन हुनुपर्नेमा कांग्रेसको कहाँ गयो, कांग्रेसको वैधता के हो भन्ने चाहिँ प्रश्न सोध्न थालिसक्यो। यी सबै कुराहरूले चाहिँ के देखाउँछ त भन्दाखेरि यो हल्का फुल्का तवरले यो जुन जिम्मेदारी वहन गर्नुपर्ने नेताहरू र चाहिँ हाम्रा चाहिँ आदरणीय संस्थापक नेताहरू र शहीदहरूले चाहिँ त्यत्रो चाहिँ कुर्बानी गरेर चाहिँ ल्याएको यो डेमोक्रेटिक पार्टी जुन स्ट्याब्लिस भएको छ त्यसमा चाहिँ आज आउने गरिकन गरेको कुरालाई यो चाहिँ कसैले चाहिँ सहिरहेको छैन र 14औं महाधिवेशनमा नेतृत्व परिवर्तनको आवश्यकता छ भनेर चाहिँ म चाहिँ अगाडि बढिरहेको छु। मधेस विमलेन्द्र निधि उम्मेद्वार रहला त एक बेर मधेसी के नेतृत्व किया नहीं देव आनाकानी भ रहल संचारकर्मी के प्रश्न सिंहले मधेसी त प्रधानमन्त्री भएका छैनन्, प्रधानमन्त्री बन्दा पनि हुन्छ भनेर जवाफ दिए। यो चाहिँ अहिले चाहिँ तपाईहरुले चाहिँ यो प्रश्न गर्दाखेरि यतिका 100 वर्ष भइसक्यो खै त एउटै वर्गले चाहिँ उ गरिरहेको छ नि त। त्यसलाई टोड्नको लागि के हो भन्दाखेरि बुद्धि त सबैले पुर्याउनु। उनले आफू गिरिजाप्रसाद कोइरालादेखि शेरबहादुर देउवासम्मको पालामा उपसभापति भएर काम गरेको, देउवासँग संसदीय दलमा चुनाव लडेको सहित धेरै प्रोटोकलमा आफू अगाडि रहेको मेरो हकमा सहमति हुनेमा उनले दाबी दिए। यद्यपि उनले निधिसँगको सहमति भने असम्भव नरहेको पनि स्वीकारेका छन्। इलेक्टेड जनरल सेक्रेटरी पनि हुँ र त्यसपछि आएर उपसभापति भइसके विभिन्न पदमा बसेर मैले काम गरिसकेको छु। मेरो चाहिँ अनुभव छ। म चाहिँ के हो भन्दाखेरि सिनियर मोस्ट लिडर्सहरूको गिरिजाबाबुको उपसभापति भइसकेको छु। म त्यसपछि आएर चाहिँ सुशील कोइरालाको महामन्त्री भएँ, शेरबहादुरको उपसभापति भइसकेको मान्छे, रामचन्द्र पौडेल दलको नेता हुँदा म उपनेता थिएँ भनेपछि त सबै कुराहरू र यसपटक चाहिँ के हो भने संसद दलको नेतामा शेरबहादुरजीसँग त मैले प्रतिस्पर्धा गरेकै हो नि, कन्टेस्ट गरेकै हो नि। म चाहिँ के हो भन्दाखेरि राजनीतिक न्याय हुनुपर्छ र म चाहिँ के हो भन्दाखेरि टिमवर्कमा म विश्वास गर्छु र चाहिँ पार्टीभित्रको पावर ब्यालेन्सले चाहिँ ब्यालेन्स गरेर चाहिँ अगाडि बढ्नुपर्छ भन्ने मान्छे हुँ म। अर्को प्रसङ्गमा उनले वर्तमान पार्टीका पदाधिकारीहरूले पार्टीलाई अवैध बनाएको र अहिलेसम्मकै इतिहासमा पार्टी कमजोर र गलत बाटोमा हिँडेको पनि बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताउनु भएको छ। आइतबार प्रदेश 1 को बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुग्नुभएका प्रधानमन्त्री देउवाले विशेष गरी किसानहरूको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका छन्। उहाँले बेमौसमी वर्षातका कारण देशभर आएको अविरल वर्षात पछिको बाढी र पहिरोले ठूलो क्षति भएको बताउनुभयो। प्रधानमन्त्री देउवाले खेतमा पाकेर घर भित्र्याउने बेला भएको धान बालीमा वर्षा र बाढी पहिरोले धेरै क्षति गरेको भन्दै सबैभन्दा पहिला घाँस बास र किसानहरूको पीडा मलहन लगाउने काम गर्ने बताउनुभयो। अहिलेको लागि मानिसको जीवन बचाउनु, उद्धार गर्नु र चाहिँ उनीहरूको चाहिँ फेरि बस्ने बस्ती बसोबास व्यवस्था गर्नु अहिले हाम्रो आवश्यकता हो। अहिले जहाँ पनि धानहरू उहिएको छ, काटेर पहिला धानहरू धेरै नोक्सान भएको छ। सबैभन्दा बढी नोक्सान त छ धानहरू कृषकको लागि खानेलाई नै छैन। बढी धानहरू कुहिएको छ। यसरी चाहिँ धेरै ठुलो रिलिफ प्याकेज बनाएर चाहिँ हामीले अहिले नेपालमा यस्तो चाहिँ दुर्भाग्यपूर्ण स्थिति आएको छ। उसको लागि हामी अवश्य नै काठमाडौँ जान साथै हामी केही न केही उहाँलाई रिलिफ दिने व्यवस्था गर्नेछु भन्ने विश्वास गर्न चाहन्छु। त्यसैले आएको मैले उनीहरू धेरै आशा गर्न सके धेरै गरौँ न, तर अहिले भएको सार्वजनिक स्रोत र विदेशबाट स्वदेशबाट सबैसँग मागेर भए पनि हामीहरू यसलाई चाहिँ। प्रधानमन्त्री देउवाले बाढी पहिरो पीडितका उद्धार तथा राहत कार्यमा जुट्ने काम गर्न सुरक्षाकर्मीहरूको आह्वान गरे। सुरक्षा प्रमुख सहित स्थानीय निकायका प्रमुखहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री देउवाले विपदमा पूर्वाधार विकासभन्दा पनि मानवीय क्षति रोक्नु र राहतका कार्यलाई प्राथमिकता दिनु प्रमुख आवश्यकता रहेको बताए।
सरकारले बाढी पहिरो र डुबानबाट प्रभावित महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई छुट्टै राहत दिने विषयमा छलफल सुरु गरेको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आफ्नो मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने बाढी पहिरो डुबान लगायत विपदमा परेकाहरूलाई राहत दिने विषयमा छलफल सुरु गरिएको बताउनु भएको हो। आइतबार सिंहदरबार स्थित आफ्नै कार्यकक्षमा उहाँले त्यसका लागि स्थानीय सरकारसँग तथ्याङ्क लिएर मन्त्रालयसँग सरोकार राख्ने महिला बालबालिका ज्येष्ठ नागरिक लगायतलाई के गर्न सकिन्छ भन्ने विषयमा ठोस निर्णय लिने जानकारी दिनुभयो। भएका छन् तर अब सरकारले गर्दा समग्रमा गर्ने स्पेसिफिक होइन, समग्रमा गर्दछ र जहाँसम्म हाम्रो मन्त्रालयको सरकारको कुरा छ अब त्यसको सत्य तथ्य कति छन् त कति महिलाहरू प्रभावित भए, कति बालबालिकाहरू प्रभावित भए भन्ने कुरो हामी बल्ल बल्ल म छिरेको धेरै दिन पनि भएको छैन, अहिले पनि हामी त्यही छलफल गर्दै थियौँ, यो छलफल गर्दै थियौँ मन्त्रालयको। त्यो केही सकिन्छ कि त्यसमा होइन, गर्ने स्थानीयले हो, त्यसको तथ्याङ्क सङ्कलन गरेर स्थानीयले दिएर यो त स्थानीय सरकार अहिले त सबै केन्द्रीकृतको कुरो पनि होइन, 3 तहको सरकारहरू छन् र यसको बढी दायित्व चाहिँ स्थानीय सरकारको हो। त्यो मन्त्री रेग्मीले सरकारले स्थलगत अवलोकन गरेरै बाढी पहिरो डुबान प्रभावितहरूलाई राहत दिने तयारी गरेको र त्यसका लागि प्रधानमन्त्री आफै स्थलगत अवलोकनमा जारी काम गरिरहनु भएको स्मरण गराउनुभयो। युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले खेलाडीहरूको मनोबल बढाउन सरकारले ध्यान दिने बताउनु भएको छ। आइतबार युवा तथा खेलकुद मन्त्रालयमा बङ्गलादेशको ढाकामा हुने 5औं सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्नास्टिक च्याम्पियनसिप खेल्न बङ्गलादेश जान लागेका खेलाडी तथा प्रशिक्षकहरूको विदाई गर्दै मन्त्री गहतराजले खेलाडीहरूको मनोबल बढाउन व्यवस्थापकीय कुराहरूमा मन्त्रालयले ध्यान दिने बताउनुभयो। मन्त्री गहतराजले खेलाडीहरूले नेपाली माटो र गौरवलाई साथमा लिएर अगाडि बढ्ने बताउनुभयो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले स्थानीय चुनाव वैशाखमै हुने भएकाले वडा र पालिका सोही अनुसार तयारीमा जुट्न जिल्लाका पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। आइतबार धादिङको थाक्रे गाउँपालिका वडा 2 को पार्टी कार्यालय उद्घाटन गर्न नेता थापा उक्त निर्देशन दिएका हुन्। उनले चुनाव अघि नै नेपाली कांग्रेसको अधिवेशन हुने भन्दै नेता कार्यकर्ताहरूलाई त्यसमा ढुक्क हुन आग्रह गरे। स्थानीय नेताहरूलाई अधिवेशनबारे नअनबनिन पनि आग्रह उहाँले गर्नुभयो। महोत्तरीको मन्डा सिस्वा नगरपालिका वडा 10 मा वडा अध्यक्ष पदमा 4 वर्ष अघि भएको मतदानको पुनः मतगणना गरिँदैछ। सर्वोच्च अदालतको फैसला अनुसार पुनः मतगणना हुन थालेको हो। अदालतको 2075 असार 21 गतेको आदेशमा उक्त वडाको पुनः मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो। 2074 असोज 3 गते भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम 8 गते सार्वजनिक भएको थियो। स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा तत्कालीन राजपाले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका रमेश कुमार राय र नेपाली कांग्रेसका अरुण कुमार चौधरीले समान 267 मत ल्याएका थिए। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले मन्त्री परिषदमा भाग नखोजेको र गजेन्द्र हमाल आफ्नो सिफारिसमा मन्त्री नभएको दोहोर्याएका छन्। आइतबार बिहान भएको भेटमा नेपाल बार एसोसिएसनका पदाधिकारीले प्रधान न्यायाधीशले मन्त्री परिषदमा भागवण्डा लिएको विषय उठाएका थिए। जवाफमा प्रधान न्यायाधीश जबराले आफूले भाग नलिएको बताउनु भएको छ। प्रधान न्यायाधीश जबराले आफूले भाग लिएको होइन भनेपछि बारले विश्वास गर्यो भन्ने पत्रकारहरूको प्रश्नमा पौडेलले आफ्नो आँखाले नदेखेको तथा आफ्नो कानले नसुनेको विषयमा हतपत विश्वास नगर्ने बताए। सरकारले जलविद्युत आयोजनाहरूको सर्वेक्षण अनुमति पत्र, उत्पादन अनुमति पत्र तथा विद्युत खरिद बिक्री सम्झौतामाथि प्रतिबन्ध लगाएको भन्दै स्वतन्त्र कर्जा उत्पादकहरूको संस्था इपानले आपत्ति जनाएको छ। सरकारले सरोकारवाला निकायसँग छलफल नै नगरी असोज 7 गते मुख्य सचिव स्तरीय निर्णय गरी जलविद्युत आयोजनाहरूको सर्वेक्षण अनुमति पत्र, उत्पादन अनुमति पत्र साथै विद्युत खरिद बिक्री सम्झौतामाथि प्रतिबन्ध लगाएको भन्दै सो निर्णय सच्याउन स्वतन्त्र उत्पादक संघहरूको माग रहेको छ। साथै बीमा समितिले जारी गरेको निजी बीमा शुल्क सम्बन्धी निर्देशनप्रति पनि इपानको ध्यानकर्षण भएको बताइएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले सरकारले विद्युत खपत बढाउन सहुलियत दरमा विद्युतीय चुल्हो वितरण गर्नुपर्ने, विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि गर्नुपर्ने, उद्योगहरूलाई
सस्तोमा विद्युत उपलब्ध गराउनुपर्ने माग गरेका छन्। हवस् त, अपन न्युज अहिलेलाई यति नै। अपन टेलिभिजन हेर्दै रहनुहोला। नमस्कार।